हाम्रो नेपालको इन्जिनियर यो मदन भण्डारी राजमार्ग नयाँ खोल्दै गरे। यहाँ हेर्नुहोस् यो के छ भने यो चाहिँ एउटा खोला यहाँबाट आछ। यी दोभान हो। यहाँनिर चाहिँ तपाईँको यो पुल चाहिँ यहाँबाट त्यो उतादेखि आएको पुल यस्तो सिधा लगाउनु भने यो यहाँ सिधा यहाँनिर टच हुन्थ्यो, एउटै पुल हुन्थ्यो। तर यहाँ हाँस उठ्दा चाहिँ यो पुल यहाँबाट सिधा उताको पुल मास्तिर छड्के हालेपछि फेरि यहाँ बिचमा चाहिँ फेरि ठाउँ पुर्नु पऱ्यो क्या। हेर्नुहोस् है, माटो हालेर पुर्या। यो सबै खोलाको एरिया छ। अब यहाँ यो एउटा पुल, अब यही पुल ठ्याक्कै उति पारी जोडिन्थ्यो हाम्रो हेराइले हो भने चाहिँ र हाम्रो बुझाइले। तर यो उतादेखि आएको चाहिँ यहाँबाट यो सिधा आउनु नि यहीँ टच हुन्थ्यो र त्यसलाई यता छड्केर बिचमा अलिक पुरेर फेरि यहाँ अर्को पुल। यो पुल यता जानेको साटो यस्तो ल्याउनु भने यो पुललाई ठ्याक्कै भेटाइहाल्थ्यो यहाँनिर। तर यो पुल उँभो गयो, उँभो गएपछि अलिकति पुर्नु पर्यो फेरि। अब अनि अब त्यो पुलको यो त्यो पुललाई अडाउने बिचमा एउटा उयो पनि उठाएको छ, तर त्यसले पनि पुल भेटेको छैन। यो पुल यता लियो, यहाँबाट अब यो यहीँ छोटो पुल एउटा यहाँ आयो। अब यो बिचमा अलि माटोले पुरेर त्यहाँ फेरि एउटा पुल गयो। यहाँनिर दुईवटा पुल। यो सायद इन्जिनियरले यही ठिक होला। तर हाम्रो हेरेर चाहिँ यो पुल यता छड्के आउनुको साटो चाहिँ तपाईँको यो पुल चाहिँ सट्टै सिधा जानु भने ठ्याक्कै त्यही पुललाई जोडिन्थ्यो। हेर्नुहोस् त, अब यहाँ चाहिँ यो पुल यता उँभो गएको छ जङ्गलतिर, उति पुल आएको छ यसो। अब त्यो पुल चाहिँ यो पुल यता मात्रै यहाँसम्म मात्रै जानु भने त्यो पुलले ठ्याक्कै यहाँ आउँथ्यो। अब यहाँनिर चाहिँ यस्तो बाँधेर जाली लाएर अलिकति बिचमा माटो उठाएको छ, माटोले पुरेको छ। किनभने त्यो पुल यसो आयो, यो पुल उँभो छड्केको रहेछ। यो पुललाई चाहिँ अब यसो यसो लानु भने यहाँनिर ठ्याक्कै भेट्दाखेरि त्यो पुललाई भेटिहाल्थ्यो ठ्याक्कै। तर यो हाम्रो चाइनिज इन्जिनियर सायद यसरी नै राम्रो होला। हेर्नुहोस् त यहाँबाट त्यो पुल सिधा यहाँ आउँथ्यो नि त। अनि यो पुलको यहाँ मुनि पनि यो पुललाई अडाउने जुन पोल छ त्यो भेटेको छैन। यो पुल यसो उँभो छड्केको क्या। यो पुल यसो यसो जानु भने यो त्यहाँ जानु भने यो पुल किन उँभो जङ्गलतिर गएको भनेर यहाँ अनुसन्धान गर्दैछु क्या। यो पुल यस्तो गएको छ, यो पुल सिधा लगाएर उहाँ ठोकाइदिनु भने त्यहाँबाट सिधा हुन्थ्यो नि। अब यहाँ बिचमा हेर्नु त जाली लाएर के लाएर उठाएर माटोले पुर्याएको छ अलिकति। यो पुल त उँभो जङ्गलतिर हान्यो नि त। यो पुल त
यता लगेर त्यो पुलमा जोड्नु भने यो तपाईँ के भन्नुहुन्छ? यो यस्तो हो, नेपाल सरकार भनेको बाटो छ, त्यसले चाहिँ अब यो पुल बनाउनु भन्दा माटो पुर्नु सजिलो हो, सस्तो पर्ने भएकोले हो कि महँगो पर्ने भएकोले हो त्यो माटो पुरेर पुलको ठाउँमा चाहिँ माटो हालेको हो। त्यो पुल यहाँ यो पुललाई चाहिँ यस्तो सिधा बनाउनु, त्यो पारीको पुललाई सिधा भेट्थ्यो, तर यो पुल यता छड्के गयो, उताको यता आयो। त्यो पुल सिधा ल्याउँदा बिचमा भेट्ने भयो, बिचमा अब जाली लाएर उठाएर माटोले पुरेर पनि यसो गएर यस्तो गएर यस्तो जेट भइरहेछ यो बाटो, यसो गएर यसो गएर यसो यसो गर्न पनि सकिन्छ। अलिकति तल 500 मिटर जति तल एउटै बनाएको भए पनि यो एउटैले हुन्थ्यो। यो पुललाई अलिकति मुनितिर, यो पुल अब यहाँबाट आएर नि बाटो यता घुमाएको छ, अलिकति मुनितिर लगेर सिधा त्यहाँनिर हान्दाखेरि ठ्याक्कै हुन्थ्यो। टायर बेगर हावा बेगर पनि कुदाउन सकिन्छ भन्ने हाम्रो टायर हावा बिना यहाँ बिजोक रमाइलो भएछ यो गाडीको हावा गएर यो पनि यस्तो जङ्गलमा कुदाउन सकिँदो रहेछ भन्ने हाम्रो भइरहेछ मूल्याङ्कन। यहाँ ड्राइभर चाहिँ सबै केही बिना कुदाउनुहुन्छ भने तेल चाहिँ चाहिन्छ गाडीमा, तेल चाहियो, स्टार्ट चाहिँ हुनु पर्यो, स्टार्ट हुनु पर्यो, रिङले मात्रै भए पनि जान्छ। ल जय नेपाल, जय सन्देश, जय सबको जय होस्, सबको जय होस्। यता जय माटो भन्नु आँटेको थिएँ, सबको जय, जय घन्टी भनौँ।